पशुपालनको लागि मुख्य आधारभूत तत्त्व हो पशु आहारा। पशुलाई जति बढी घाँस खुवाएर पालिन्छ त्यति नै पशु स्वस्थ र निरोगी हुन्छन् भने उत्पादन लागत घटेर मुनाफा राम्रो कमाउन सकिन्छ। पशुलाई सकेसम्म 12 महिना हरियो खुवाउन सकियो भने उत्पादन र उत्पादकत्व दुवै बढ्छ। यसैले मौसम अनुसारको विभिन्न भुइँ घाँस र डाले घाँसको खेतीतर्फ पशुपालक कृषकको ध्यान जान जरुरी छ। बर्सातको मौसममा हामी कहाँ प्रशस्तै घाँस हुन्छ, तर हिउँदमा घाँसको समस्या पर्छ। हरियो घाँसको अभावमा पशुहरू दुब्लाउने, दुध उत्पादनमा कमी आउने जस्ता समस्या आइपर्छन्। तर यो समस्यालाई कम गर्न घाँस बढी भएको मौसममा घाँसलाई सुकाएर हे बनाउन सकिन्छ, साइलेज बनाउन सकिन्छ अनि परालमा पशुलाई आवश्यक पर्ने विभिन्न पदार्थहरू मिसाएर टिएमआर बनाई राख्न सकिन्छ। हे भनेको हरियो घाँसलाई खास गरी उत्पादन बढी भएको बेला काटी सुकाई बनाएको पशु आहारा हो। हे उत्पादनको लागि फुल फुल्न सुरु गरेपछि घाँस काट्न उपयुक्त हुन्छ। हे सुकाउँदा घाँसमा भएको पानीको मात्रा 80 देखि 85% कम हुनुपर्छ। हे सुकाउँदा पानी पर्यो भने घाँसमा भएको घुलनशील खनिज, भिटामिन, कार्बोहाइड्रेट आदि तत्त्व पखालिएर जान्छ। यसैले हेलाई घाममा पानी नपर्ने ठाउँमा सुकाउनु र राख्नुपर्छ। हरियो घाँसलाई हे बनाउनुको मुख्य उद्देश्य घाँसमा भएको पानीको मात्रालाई घटाई कुहिन, ढुसी पर्न र अम्ल बन्नलाई रोक्न र हरियो घाँसमा भएको पौष्टिकतालाई कायम राख्नु हो। राम्रो हेमा घाँसका पातहरू सुरुको अवस्थामा जस्तै हुनुपर्दछ, जसले हेको पौष्टिकता यथावत राख्दछ। तपाईले बनाएको हे हरियो र नरम हुनुको साथै धुलो तथा फोहोरबाट मुक्त हुनुपर्दछ। हेलाई हिउँद वा अन्य आहारा कम पाइने बेलामा सुरक्षित आहाराको रूपमा प्रयोग गर्न सकिन्छ। पशुपालक कृषक साथी, पराल गाईबस्तुको लागि त्यति उपयुक्त आहार होइन, तर पराल नखुवाई गाईबस्तु पाल्नु भनेको कुरा ख्याल ठट्टा होइन। तर नातिनुस्, परालमा विभिन्न पौष्टिक तत्त्व मिसाएर पशुको लागि उपयुक्त आहारा बनाउन सकिन्छ, जसलाई अङ्ग्रेजीमा टिएमआर भनिन्छ। आउनुहोस् पराललाई उपयुक्त आहार बनाउने यो तरिकाबारे जानिराख्नुहोस्। टिएमआर भन्ने एउटा ब्लक जस्तो हुन्छ हैन, त्यसमा चाहिँ पशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू हुन्छ त्यसमा। त्यो चाहिँ त्यो बनाउँदाखेरि भनौँ अब घाँस छ भने विशेष गरी भेडा बाख्राको लागि हो भने अलिकति घाँस मिसाउनु पर्छ। अनि गाईबस्तुको लागि भने पराल पनि अब त्यो लामो खालको होइन, त्यसलाई करिब 1.5 देखि 2 सेन्टिमिटरसम्म चप गर्ने र गहुँको भुसा हो भने पनि त्यसलाई पनि त्यही साइजमा, अब त भुसा त सानो पनि हुन्छ होइन, त्यो हुन्छ, धेरै भाग त्यसले ढाकेको हुन्छ भने त्यसपछि अब हामीले केही त्यसमा ब्रानहरू होइन, सेलर मिलको ढुटोहरू होइन मिसाउँछौँ र अब मिनरल्सहरू मिसाउँछौँ, त्यसमा नुन चाहिँ मिसाउँछौँ र हामीले त्यसलाई खुदो मिसाएर कम्प्रेस गर्ने हो होइन, एउटा ब्लक जस्तो हुन्छ। त्यसको साइज फरक हुनसक्छ, अब 3 किलो 4 किलो 5 किलो 6 किलो भनेर। गाईबस्तुको अब शारीरिक तौल र त्यसले दिने उत्पादनको आधारमा त्यसलाई 24 घण्टाको लागि कुन कुन न्युट्रियन्ट्स, अब एनर्जी कति चाहिन्छ, प्रोटिन कति चाहिन्छ, क्याल्सियम कति, फस्फरस कति, टिडिएन कति, त्यो सबै हिसाब गरेर त्यो चाहिँ ब्लक बनाउँछ। त्यो बनाइसकेपछि त्यो एउटा ब्लक दियो भने गाईबस्तुलाई पानी बाहेक केही दिनु पर्दैन। मेन हिमाली भेग जहाँ चाहिँ हिउँदमा खाली सुकाएको घाँस मात्रै हो होइन, त्यो पनि प्रशस्त मात्रामा हुँदैन, तब त्यहाँ पालिएका गाईबस्तु भेडा बाख्राहरू अब हिउँदको समय जब हिउँ पर्छ त्यति बेला यिनीहरू भोकै हुन्छन्। यस्तो यो टिएमआर हामीले विकास गरेर यदि हिमाली भेगमा हामीले पुर्याउन सकियो भने, अब हिमाली भेगमा त हाम्रो मेन भनेको त भेडा र के अरे बाख्रा हो, तिनीहरूलाई हामीले चाहिँ राम्रो न्युट्रिएन्ट पौष्टिक तत्त्वहरू पुर्याउन सक्यौँ भने उनीहरूबाट हामीले चाहिँ खोजे जस्तो उत्पादन चाहिँ लिन सकिन्थ्यो।